गाइज हाउ आर यू। यो चाहिँ मेरो नोट्सहरू होइन। मैले एउटा कुरा चाहिँ भन्ने बिर्सेँ के भन्दाखेरि यहाँ अब हामी आउने बित्तिकै चाहिँ हाम्रो सुरुमा ट्रेनिङ हुन्छ होइन। ट्रेनिङ भनेको चाहिँ 2 months जति अप्रोक्सिमेटली 2 monthsको हुन्छ, किनभने उहाँहरूले 6 weeks जति हामीलाई यस्तो क्लासमा नोट्सहरू प्रोमेट्रिकको इक्जामको लागि होइन, बेसिक नर्सिङ स्किल्सहरू, यहाँ जब गर्नको लागि बेडसाइड नर्सिङमा कसरी केयर गर्ने के गर्ने भनेर यहाँको पोलिसिज अनुसारहरू सबै हामीले सिकाउनुहुन्छ। अनि 6 weekको क्लासमा चाहिँ हाम्रो प्रोमेट्रिकको लागि पनि क्लास हुन्छ होइन। प्रोमेट्रिक एक्जाम त पास गर्नु पर्यो नि त हामीले। नेपालबाट हामीले गरेर आएको हुँदैनौँ। अब कोही पहिल्यैदेखि यहाँ बस्नु भएको छ भने चाहिँ उहाँहरू चाहिँ अलरेडी उहाँहरूको लाइसेन्स हुन्छ, नेपालबाट फेरि अब रिअप्लाई गर्नुहुन्छ आउनुहुन्छ, उहाँहरूको लागि प्रब्लम हुँदैन। तर फर्स्ट टाइम आउनेहरूको लागि चाहिँ यहीँ आएर प्रोमेट्रिक एक्जाम दिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले एकदमै नोट्सहरू तयार गराउनुहुन्छ, पढाउनुहुन्छ हामीहरूलाई। यो अब यो मेरो आफ्नो नोट्सहरू हो होइन। अनि 6 weeks जति हामीले क्लास लिन्छौँ, पढ्छौँ, ट्रेनिङ गर्छौँ होइन। अनि 2 weeksको लास्ट 2 weeks चाहिँ हामीले क्लिनिकल ड्युटीमा हामीलाई पठाउनुहुन्छ। क्लिनिकल ड्युटीमा चाहिँ हाम्रो मेनली के हुन्छ भन्दाखेरि एकजना प्रिसेप्टर दिनुहुन्छ, हाम्रो डेजिग्नेटेड एरियामा पठाउनुहुन्छ होइन। अब हामीले चाहिँ अब उहाँहरूले असिस्ट गर्ने, अलिअलि सिक्ने 2 weeksमा होइन। त्यसपछि चाहिँ हाम्रो पर्मानेन्टमा जानुभन्दा टेम्पोररी प्रोजेक्टमा जान्छौँ नि त। हाम्रो टेम्पोररी प्रोजेक्टमा चाहिँ हामीले इन्डिपेन्डेन्टली नै पेसेन्टहरू ह्यान्डल गर्नुपर्ने हुन्छ। सो त्यो रिजनले गर्दाखेरि चाहिँ 2 weeks ड्युटी हामीलाई गराउनुहुन्छ उहाँहरूले है। त्यसैले तपाईँहरू आउनुभन्दा अगाडि चाहिँ 2 महिना हाम्रो ट्रेनिङ पिरियड हुन्छ। ट्रेनिङ पिरियडमा अफकोर्स यु विल गेट स्यालेरी होइन, पेड नै हुन्छ। हामीले जति भन्छ त्यति स्यालेरी नै आउँछ। तर फर इक्जाम्पल यदि लाइक डेजिग्नेटेड एरियामा हो भने चाहिँ होइन, जस्तो अब आइसियुमा अथवा मेडिकल सर्जिकल वार्डहरूमा अथवा इआरमा कुनै अब इनपेसेन्ट डिपार्टमेन्टहरूमा हुनुहुन्छ भने चाहिँ अलाउन्सको कुरा पनि आउँछ। तर हाम्रो होल ट्रेनिङ पिरियडमा अनि अथवा टेम्पोररी प्रोजेक्टमा अलाउन्स चाहिँ उहाँहरूले दिनु हुँदैन है, जहाँसम्म मैले सुनेको छु। अलाउन्स चाहिँ दिनु हुँदैन उहाँहरूले। अलाउन्स चाहिँ हामीले हाम्रो टेम्पोररी प्रोजेक्ट सकाएर जब हामी पर्मानेन्ट प्रोजेक्टमा जान्छौँ त्यति बेला मात्रै हामीले अलाउन्सहरू पाउँछौँ है। अनि त्योभन्दा अगाडिसम्म हाम्रो बेसिक स्यालेरी र अब हाम्रो फुड अलाउन्सहरू जति छ जति तपाईँलाई स्यालेरी तोकेको छ त्यति नै दिन्छ है, अलाउन्स बाहेक चाहिँ। त्यही भएर अब आफ्नो अलि प्रिपेयर पनि गर्नु पर्यो। अब म एकछिनमा अब यो पढ्न थाल्छु, किनभने मैले आफ्नो डिनर गरिसकेँ। सो आम गर्न स्टडी बेट मेरो प्रोमेट्रिक एक्जामको लागि होइन। सो टेन्सन लिनु पर्दैन गाइज। यहाँ टिचरहरू हुनुहुन्छ, क्लिनिकल इन्स्ट्रक्टर्सहरू, उहाँहरूले एकदमै थोरली गाइडहरू गर्नुहुन्छ होइन। कसरी पढ्ने, कुन टपिक्सहरूमा आफूले फोकस गर्ने, प्रोमेट्रिक एक्जामको भ्यूहरूबाट कुन एप्सहरू अथवा कुन चाहिँबाट हामीलाई इजी हुन्छ प्र्याक्टिस गर्नलाई चाहिँ सबै सिकाउनुहुन्छ भन्नुहुन्छ। त्यसैले तपाईँहरू टेन्सन चाहिँ नलिनु होला। अब टेन्सन लिने भनेको चाहिँ अब आफूले पढ्ने पर्ने होइन। अब हामीले एक्जाम पास गर्नै पर्छ भन्ने त्यो चाहिँ सोच लिएरै आउनु होला है। ल टेक केयर गाइज।